मैले के सामाजिक सञ्जालमा पुराना दलका नेताहरूले नेपालमा विकास भइरहेको छ भनेको देख्छु कि हामीले पनि 30 देखि 35 वर्ष भयो हेरेको के विकास छ हैन गरे होला नि एक दुईटा सहरमा ठुल्ठुला सहरहरूमा दुई तीनटा हस्पिटल बन्यो होला दुई तीनटा स्कुल बन्यो होला अलिअलि बाटोघाटोमा पिच भयो होला त्यसलाई नै विकास भन्ने विकास त 77 वटा जिल्लामै हुनुपर्ने होला एउटा प्रधानमन्त्री भएपछि अहिले पनि दुर्गम क्षेत्रमा गरे हैन तिनीहरूले न राम्रो शिक्षा पाछ न पिच बाटो गर्छ न बत्ती गर्छ खै त सेवा सुविधा पाएको तिनीहरू जनता हैन र नेपाली हैनन् र विकास भयो भन्नुहुन्छ शिक्षामा विकास खै स्वास्थ्यमा विकास खै त विकास एउटा नर्मल घरका परिवारले छोराहरूलाई डाक्टर पढाउने सपना देख्न पाइँदैन इन्जिनियर पढाउने सपना देख्न पाइँदैन पाइलट पढाउने सपना देख्न पाइँदैन त्यही हो विकास किन पाइँदैन शिक्षै महँगो छ हामी जस्तोले सपना देख्नै पाइँदैन त्यसलाई भनिन्छ विकास 77 वटा जिल्लाको परिवारले निम्न वर्गका परिवारले शिक्षा पाउनुपर्छ उनीहरूको आवश्यकता अनुसार शिक्षा पाउनुपर्छ त्यसलाई भनिन्छ विकास खै त स्वास्थ्य हाम्रै स्याङ्जाको उदाहरण दियो अहिले पनि राम्रो हस्पिटल छैन कि हामीलाई केही पऱ्यो भने पोखरा लिएर जानुपर्छ कति त बाटोमा उपचार नपाउँदै मृत्यु हुन्छ ज्यान गुमाउनु परेको छ हस्पिटल पुरै हाल्यो भने नि पैसा दिन नसकेर ज्यान गुमाएको छ त्यही हो विकास 77 वटा जिल्लाका परिवारहरूले स्वास्थ्य सेवा पाउनुपर्छ कि पैसा तिर्न नपरेर ज्यान गुमाउनु नपर्छ त्यसलाई भनिन्छ विकास बुझ्नुभयो 35-40 वर्षमा विकास त्यही हो खै त सिस्टम कुनै पनि एउटा नर्मल नागरिकता बनाउन जाउँ नागरिकतामा नामहरू तलमाथि भयो चेन्ज गरौँ भन्यो भने राजनीतिको मान्छे चिन्नुपर्छ पावर लाउनुपर्छ त्यही हो विकास एउटा नेपालमा एउटा बच्चा जन्मिँदाखेरि उसलाई कति ऋण लागेको हुन्छ नेपालमा त्यति ऋण परेछ कि एउटा व्यक्तिको टाउकोमा कति ऋण पर्छ त्यही हो विकास पहिला ठुल्ठुलो देशहरूलाई हामीले अनुदान गरिन्थ्यो अहिले हामीलाई सानो देशहरूले हामीले अनुदान गर्नुपर्छ त्यही हो विकास तपाईँको 30-35 वर्षमा तपाईँको त्यो 2-3टा बिल्डिङ 2-2टा पुल 2-3वटा बाटो बनाउँदैन